राज्य सञ्चालनका विभिन्न प्रणाली वा तरिका हुन्छन्। त्यसमध्ये सङ्घीयता एउटा प्रणाली वा ढाँचा हो। यसले राज्यका स्रोत र अधिकारहरूलाई संवैधानिक रूपमा नै केन्द्र, सङ्घीय एकाइ र स्थानीय निकाय वा सरकार बीच बाँडफाँड गर्दछ। सङ्घीयता अधिकार बाँडफाँडका विषयमा सरकारका तहहरू बीचमा गरिने सम्झौता हो, जसले साधन, स्रोत र अधिकारको बाँडफाँड गर्दछ। सङ्घीयतामा मुलुकभित्र कम्तीमा पनि दुई तहको सरकारको व्यवस्था गरिएको हुन्छ। तहगत सरकारबीच कार्यकारी अधिकार, राजस्वको बाँडफाँड र केही भागमा स्वायत्तताको संवैधानिक व्यवस्था गरिएको हुन्छ। मुलुकको संविधान केन्द्र वा सङ्घीय एकाइ एक्लैले संशोधन गर्न सक्दैन। सरकारका बीच विवाद उत्पन्न भएमा त्यसको निरूपण न्यायपालिका वा जनमत सङ्ग्रहबाट गरिन्छ। सरकारका प्रत्येक तहको गठन निर्वाचनद्वारा गरिन्छ। सङ्घीयतामा राष्ट्रिय सेनाको नियन्त्रण र परिचालनमा गर्ने अधिकार, नोटको निष्कासन र व्यवस्थापन, परराष्ट्र सम्बन्ध राख्ने विषयहरू केन्द्र सरकारको नियन्त्रणमा हुन्छ। यसमा सङ्घीय एकाइहरूको कुनै पनि प्रकारको हस्तक्षेप रहँदैन। अब कुरा गरौँ नेपालमा सङ्घीयता। विक्रम सम्वत 2028 तराई काङ्ग्रेसले पहिलोपटक तराई स्वायत्त मधेसको माग गर्यो। विक्रम सम्वत 2048 नेपाल सद्भावना पार्टीले चुनावी घोषणापत्रमा पूर्वी मधेस, पश्चिम मधेस, पूर्वी पहाड, मध्य पहाड र पश्चिमी पहाडको सङ्घीय स्वरूप प्रस्ताव गरेको थियो। विक्रम सम्वत 2056 माओवादीले जातीय मोर्चा सम्बन्ध स्वायत्त राज्यहरूको घोषणा गरेको थियो। विक्रम सम्वत 2060 काङ्ग्रेसले सहभागितामूलक राज्य संरचनाका लागि क्षेत्रीय संरचनाको प्रस्ताव गर्यो। विक्रम सम्वत 2065 मङ्सिर 7 दिल्लीमा सम्झौता 12 बुँदे समझदारीमा माओवादी र संसदीय दलहरू संविधान सभा मार्फत राज्यको पूर्ण संरचना गर्न तयार भए। विक्रम सम्वत 2063 भएको मधेस आन्दोलनपछि नेपालको अन्तरिम संविधान 2063 तेस्रो संशोधनले सङ्घीय लोकतन्त्रमा रूपान्तरण गर्न वैधानिक व्यवस्था गर्यो। विक्रम सम्वत 2065 जेठमा संविधान सभाको पहिलो बैठकद्वारा मुलुकलाई सङ्घीय संरचनामा रूपान्तरण गर्ने प्रतिबद्धता गर्यो। नेपाल सरकारले सङ्घीयतामा लैजाने बारेमा आयोगको गठन गर्यो। नेपालले सङ्घीय शासन प्रणाली अवलोकन गर्नका लागि प्रदेश निर्माणको आधार, सङ्ख्या, नाम, सीमा र मुख्य अधिकार क्षेत्रका विषयमा सिफारिस गर्न राज्य पूर्ण संरचना आयोग विक्रम सम्वत 2068 8 महिना 6 गतेका दिन गठन गरेको थियो। 9 सदस्यीय यस आयोगले विक्रम सम्वत 2068 10 महिना 17 गतेका दिन 6 जनाको समूह र 3 जनाको समूहले बेग्ला बेग्लै प्रतिवेदन सरकार समक्ष बुझाएको थियो। प्रथम टोलीले 11 प्रदेश सङ्घीय एकाइ भएको प्रस्तावित प्रतिवेदन बुझाएका थिए भने अर्को 3 सदस्यीय टोलीले 6 प्रदेश सङ्घीय एकाइ भएको प्रस्तावित प्रतिवेदन सरकार समक्ष प्रस्तुत गरेका थिए। पहिलो संविधान सभाको कार्यकाल मिति विक्रम सम्वत 2069 2 महिना 14 गतेमा समाप्त भई पुनः 2070 मङ्सिर 4 अर्को संविधान सभाको निर्वाचन भई यस संविधान सभाले निर्माण गरेको संविधान विक्रम सम्वत 2072 असोज 3 गते जारी भएको थियो। नेपालको संविधानमा नेपालमा 7 प्रदेश रहने व्यवस्था छ। विक्रम सम्वत 2074 र पूर्ण 2079 नेपालको सङ्घ 7वटै प्रदेश र सबै स्थानीय तहको निर्वाचन भई सङ्घीयता कार्यान्वयनको अवस्थामा छ। नेपालको संविधान, नेपालको राजनीतिक विभाजन, त्यसैगरी नेपालको राजनीतिक व्यवस्थाको बारेमा सम्पूर्ण जानकारी प्राप्त गर्न चाहनुहुन्छ भने यस च्यानलमा गएर हेर्न सक्नुहुन्छ। यति भन्दै हाम्रो भेट अर्को भिडियोमा पक्कै हुनेछ।